हेलो एभ्रिवान, इट्स मी ब्ल्याक स्मिथ र सम्पूर्ण नमस्ते। र म यतिखेर ग्रिसको एथेन्स भन्ने ठाउँबाट छु। र मलाई चाहिँ हिजो अस्ति भन्दा पहिलेबाट धेरै पहिलेबाट नै मलाई सोधिने क्वेसन भनेको चाहिँ मान्छेले कमेन्ट गर्ने अनि डाइरेक्ट पनि अहिले भर्खरै पनि कल गर्नु भएको थियो हैन। नेपालबाट चाहिँ एकजना दिदी अथवा बहिनी के भन्नुहुन्छ थाहा भएन। त्यहाँनिर चाहिँ सर अब ग्रिसको प्रोसेसहरू के कस्तो छ, डकुमेन्ट के चाहिन्छ, कुन भिजामा आउँदा ठिक हुन्छ भनेर मलाई चाहिँ सोधिरहनु भएको थियो। अनि समय कति लाग्छ प्रोसेसिङको लागि भनेर। प्राय जस्तो हरेक युरोपियन कन्ट्रीको प्रोसेसिङ भनेको चाहिँ अब सेम नै हुन्छ जस्तो लाग्छ अलमोस्ट हैन, मेरो बुझे अनुसार। तर म चाहिँ अहिले एकखेर चाहिँ भिजाबाट आएको हैन, म चाहिँ 2 नम्बर बाटो भएर आएको हैन। त्यसकारण खासै त थाहा हैन, र पनि यस आइरहेको मान्छेहरूलाई सोध्दाखेरि चाहिँ अलिअलि कुराहरू बुझेको छु हैन। अब सर्वप्रथम त अब जुनसुकै देश जानुहोस् हैन, तपाईलाई पासपोर्ट त यही हुनै चाहिन्छ। र पासपोर्टको चाहिँ अब तपाईको अब डेट हुन्छ नि त, भ्यालिड एक्सपायर डेट चाहिँ तपाईको 2 वर्ष नर्मली पनि हुनुपर्छ जस्तो लाग्छ हैन। मेरो पनि त्यस्तै भएको थियो। 2 वर्ष थोरै भयो भने त्यसले चाहिँ खासै काम गर्दैन। किन भन्दा तपाईको युरोप आउँदाखेरि तपाईको भिजा प्रोसेसिङ टाइम भनेको निकै लाग्छ क्या हैन, बुझ्नु भएन। जस्तै अब तपाईको 6 महिना भन्दा माथि नै लाग्छ, 6 देखि 1 वर्ष त्यस्तो लाग्छ। त्यसपछि अनि त्यो पासपोर्ट सिद्धै जान्छ र त्यसले भिजा चाहिँ अलि लाउन मिल्दैन होला, आई डोन्ट नो, बट हैन। मेरो त्यस्तै भएको थियो। पछि मैले नयाँ पासपोर्ट बनाएपछि मेरो पनि फ्याक्ट्री काम भएको हो हैन। र अब त्यो त पासपोर्ट भइहाल्यो। अनि त्यसपछि अब तपाई कुन काममा आउँदै हुनुहुन्छ हैन, अनि स्यालेरी कति भनेर सोध्नुहुन्छ, त्यो तपाईको त्यही एग्रीमेन्ट पेपरमा त्यहीँनिर हुन्छ हैन। त्यो तपाईले त्यसरी थाहा पाउन सक्नुहुनेछ। र पनि नर्मली ग्रिसमा तपाईँ भिजा लगाएर आउँदै हुनुहुन्छ, स्यालेरी राम्रै हुन्छ, त्यस्तो टेन्सन लिनु पर्दैन। अब कस्तो भिजामा आउँदैछ त्यो तपाईँलाई थाहा हुन्छ हैन। नभए भिजाबारे पनि सोध्नु होला, म त्यो भिजाबारे पनि तपाईँलाई भनिदिउँला हैन। कुन भिजामा आउँदैछ, कस्तो हुन्छ यो भिजामा आउँदा भन्दाखेरि चाहिँ मैले थाहा भएको कुराहरू भनेछु हैन। त्यो भइहाल्यो। अनि कुन भिजामा कुन काममा आउँदै हुनुहुन्छ, तपाईँले अब आफूले के काम गर्नुभएको छ त्यो कामको पनि तपाईँले एक्सपिरियन्स लेटर बनाएर डकुमेन्टसँग राख्न सक्नुहुनेछ। त्यसै गरी अब तपाईँको चाहिँ कति छ योग्यता, कति पढ्नु भएको छ त्यो पनि सर्टिफिकेटहरू, अनि भयो युरोपास भयो हैन। अनि प्राय जस्तोले नाता प्रमाणपत्र पनि माग्छ है। अनि नाता प्रमाणपत्र भयो, अनि त्यस पछाडि चाहिँ पुलिस रिपोर्टहरू, यी डकुमेन्टहरू चाहिँ तपाईले बनाएर प्रोसेस गर्न सक्नुहुन्छ। मोटामोटी यति भएपछि तपाईको चाहिँ प्रोसेसिङ गर्न चाहिँ तपाईले सक्नुहुन्छ, पाउनुहुन्छ है। र अरु डकुमेन्ट भनेको त अब तपाईको अब वर्क परमिट आइसकेपछि चाहिँ अब तपाईको त्यहाँनिर कन्ट्र्याक्ट पेपर आउँछ, तपाईले दिन्छ हैन। तपाईको स्यालेरी कति, तपाईको कुन भिजा, तपाईको कति वर्षीय भिजा छ, त्यो सबै चाहिँ